हेलो सेवा वेलकम टु माई ब्लग। आज चाहिँ म तपाईहरुलाई मेरो आफ्नै विवाहको ब्लग देखाउन गइरहेको छु। यो भिडियो मार्फत मेरो श्रीमान र भेना चाहिँ डेकोरेसनको लागि काम गर्दै हुनुहुन्छ भने यहाँ मेरो मामाको छोरी सानीमाहरूको छोरीहरू चाहिँ बेलुनहरू फुलाएर काम गरिरहेछन् र यता फुपूहरू चाहिँ भोलि सगुनीको लागि रोटी बनाउँदै हुनुहुन्छ र उता दिदीहरू चाहिँ काम गर्दै हुनुहुन्छ। हामीले सुँगुरको मासु पनि रेडी गरिसक्यौँ भोलिको लागि। मेरो छोरा चाहिँ बेलुनहरू धेरै फुलाएको गरेर उसलाई रमाइलो लागिरहेको छ अनि ऊ चाहिँ खेलिरहेको छ। हुनु त हाम्रो बिहे पहिल्यै 5 वर्ष अगाडि नै भएको थियो र तर मेरो माइतबाट वाग्दत्ताहरू दिइसक्नु भएको थिएन, त्यही भएर अहिले विवाह गरिदिँदै हुनुहुन्छ। मेरो माइतमा चाहिँ किरात धर्म मान्नुहुन्छ, त्यही कारणले गरेर चाहिँ हाम्रो किरात धर्मबाट विवाह गरिदिनु हुँदैछ। हाम्रो गुरुहरूले चाहिँ यसरी पढेर वाग्दत्ता दिनुहुन्छ। यसरी हामी 3 चुला पुजेर गरेर हामीलाई वाग्दत्ता अथवा चुलाबाट निकालिदिनुहुन्छ र यता चाहिँ विवाहको लागि सबै रेडी हुँदैछ। मेरो बोजू, मेरो बाजे, उता चाहिँ मेरो छोरा खेलिरहेको छ र हिजोको डेकोरेसनको काम चाहिँ यतिको भएको छ। यतिको बनाउनु भयो मेरो श्रीमान र भेनाले र हामी चाहिँ 4 जना दिदीबहिनी हो। 2 जना चाहिँ दिदी जेठी दिदी र म चाहिँ हामीले चाहिँ विवाह गरिसक्यौँ र हाम्रो 2 बहिनी चाहिँ उनीहरू चाहिँ परदेश बाहिरतिरै छ, भनौँ न कमाउन गइरहेको छ उनीहरू चाहिँ भने हामी चाहिँ अनि हाम्रो चाहिँ एकजना माइती पनि छ। हाम्रो माइती चाहिँ सानै छ, भनौँ न 12 वर्षको छ र हाम्रो टिका टालोहरू पनि सबै भइसकेको छ। म त मेरो बाबा आमा, मेरो मामा माइजू बाजे बोजू फुपूहरू जति पनि इष्टमित्र परपाहुनाहरू आउनुभएको थियो उहाँहरूले टिकाहरू आशीर्वाद दिइसक्नुभयो भने यो चाहिँ सुँगुरको टाउको हामीलाई मामाहरूको शिर उभाउने भाग राख्नु यसरी नै पर्ने अथवा चलन भएको कारणले गरेर यसरी सुँगुरको टाउको दिदी र बहिनीको तर्फबाट हाम्रो मामाहरूलाई र सम्धिनी ढोगभेटहरू सकिसकेको छ र भिडियोमा देखाउन सकिएन। आफै बेहुली भएको कारणले गरेर कति क्लिप्सहरू लिन सकिएन, भिडियो मार्फत देखाउन सकिएन र मेरो चाहिँ यहाँ फुपूको छोराले मलाई बोकेर गाडीमा लाँदैछ भने यता चाहिँ मेरो मामाको छोराले मेरो श्रीमानलाई ल्याउँदैछ र हाम्रो घर चाहिँ यही नजिकमा चाहिँ यहीँ नजिकै बिहा गरेको 2-3 मिनटको बाटोमा मात्र बिहा गरेको थिएँ र यसरी नै पहिला पनि मलाई भित्राइसक्नु भएको थियो मेरो सासू ससुराले भने अहिले पनि विधिपूर्वकै हामीले गरिरहेको छौँ। मेरो सासू आमाले मलाई भित्राउनु भइसक्यो र मेरो भाइ बहिनीहरू पनि मेरो फुपूको छोरा, मामाको छोरा, मेरो सानीमाको छोरीहरू उनीहरू पनि मलाई पुर्याउन आउनुभएको थियो र मेरो सासूलाई पनि मैले फेरि पनि ढोगेँ, मेरो श्रीमानले पनि ढोग्नुभयो र यता माइजूलाई पनि हामीले नमस्ते गरेर ढोगभेट गरिसक्यौँ भने यहाँ चाहिँ मेरो देवर बाबुले मलाई हेलो भन्नुभएर मैले पनि हाई भने र मैले मेरो भाइ बहिनीहरूलाई यता बस्दै गर तिमीहरू पनि भनेर उनीहरूलाई पनि अगाडि बोलाउँदैछु र मेरो यता चाहिँ सबै जति पनि आउनुहुने इष्टमित्रहरू चाहिँ अघि नै गइसक्नु भएको छ, हाम्रो भेटघाट भएन र यता मेरो छोराको चाहिँ आमा बाबालाई बिहानदेखि नदेखेको कारणले ऊ चाहिँ बाबा आमा देखेर धेरै खुसी छ, बिबुल बजाउँदैछ। बाबा चाहिँ नाचेकै छ। हाम्रो विवाह अब छोराले हेर्नु हुँदैन भनेको कारणले उसलाई चाहिँ हामीले घरमै छोडेको थियौँ र आमा बाबालाई देखेर होला हाम्रो छोरा चाहिँ एकदम धेरै खुसी थियो र हाम्रो चाहिँ दिदीबहिनीको एकैचोटि विवाह भएकोले गरेर हामी चाहिँ 2 जना दिदीबहिनी बेहुली छौँ भने फोटो बिहे ढिलो सकेको कारणले गरेर हामीले चाहिँ फोटो खिच्ने बेला रातै परिसकेको थियो र पनि
भए पनि हामीले फ्यामिली फोटोहरू केही चाहिँ खिचेको थियौँ। त्यसैले गरेर भ्लग मार्फत तपाईँहरूलाई देखाउँदैछु।